भयरहित मतदानका लागि सेना अग्रसर 3 चरणमा सुरक्षा अपरेसन आकाशदेखि जमिनसम्म निगरानी गर्दै। फागुन 21 को प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित भयरहित र निष्पक्ष बनाउन नेपाली सेना पूर्ण तयारीका साथ परिचालित भएको छ। 3 तहको सुरक्षा घेरादेखि हवाई गस्ती र विशेष फौजसम्मको रणनीति सहित सेना अलर्ट मोडमा छ। निर्वाचन आयोगसँगको समन्वयमा देशभर सुरक्षा कडा बनाइएको छ। प्रधान सेनापति अशोक राज सिग्देल स्वयं फिल्ड निरीक्षणमा खटिएका छन्। सेनाले प्रतिनिधि सभा सदस्य निर्वाचनका बेला र निर्वाचन पश्चात गरी 3 चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ। राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा मन्त्री परिषदको निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि परिचालन भएको नेपाली सेनाले विगतमा जस्तै यसपटक पनि सुरक्षा व्यवस्थाको योजना बनाएको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन केन्द्रित तालिका तथा संयुक्त अभ्यास सञ्चालन गरी आवश्यक तयारी पूरा भइसकेको छ। यसबीचमा सेनाले मतपत्र छपाई सुरक्षाको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ। आजसम्म 75 वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी भइसकेको छ र भोलिसम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ। भौगोलिक अवस्था अनुसार 5 जिल्लामा हवाई माध्यमबाट र अन्य जिल्लामा स्थल मार्गबाट मतपत्र ढुवानी गरिएको हो। सेनाले 2048 साल यताका सबै निर्वाचनमा मतपत्र छपाई स्थलको सुरक्षा काठमाडौँबाट देशका सबै जिल्ला स्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गर्दै आएको छ। निर्वाचनको समयमा तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन सम्पन्न भए पश्चात अन्य सुरक्षा निकाय, निर्वाचन अधिकृत लगायतका दलका प्रतिनिधि सहितको एकीकृत टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्याउने काम हुँदै आएको छ। मतगणनाको समयमा सेनाले गणना स्थलको बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्दै आइरहेको छ। आसन्न निर्वाचनलाई सुरक्षित भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन विगत जस्तै सेना लगायत अन्य सुरक्षा निकाय परिचालित भएका सैनिक प्रवक्ता बस्नेतले स्पष्ट पारेका छन्। एकीकृत सुरक्षा योजना अनुसार सेनाले निर्वाचनको दौरान मतदान केन्द्र तथा मतगणना स्थलको सुरक्षा, हवाई गस्ती, शंकास्पद वस्तु निष्क्रिय पार्ने लगायत कार्य गर्नेछ। सुरक्षा व्यवस्थाको तेस्रो घेरामा रही आवश्यकता अनुसार विभिन्न साधन मार्फत थप फौज समेत परिचालन गरी जुनसुकै सुरक्षा घेरामा खटिए निर्वाचनलाई सुरक्षित वातावरण तयार गरिने सेनाले जनाएको छ।